टिमुर टिप्दैछौँ लेकाली टिमुर हो यो चाहिँ एयरमन भन्छ यो टिमुर चाहिँ स्पेसल टिमुर लेकको हर्रै घाँसमा आउने साथीले पनि हेर्न सक्नुहुन्छ अनि बाटोतिर साथीहरू यो चाहिँ फाग्दिङ बजार भन्ने हो यहाँ माथि माथि हिमालहरू चाहिँ छोपिसकेको छ अब हामी चाहिँ माथि लेकतिर जाँदैछौँ सो अन्तिमसम्म हेरेर चित्त सर्दिनु होला ल के चाहिँ छ के लेकाली टिम्बुर यो साथी हो दुधकोसी खोला भनेर चाहिँ दुध जस्तै सलल बगिरहेको छ हामी चाहिँ यही पुल पाल गरेर यता राङदिङ भन्ने ठाउँबाट चाहिँ माथितिर लाग्दैछ यो कुहिरो लागेको ठाउँबाट हिँड्नुपर्ने छ यता चाहिँ गुम्बा छ यो चाहिँ घुमेला गुम्बा यो चाहिँ एकदम ऐतिहासिक गुम्बा हो यो धेरै पुरानो गुम्बा हो साथीहरू हेर्दै जानु होला अन्तिमसम्म भिडियो कस्तो लाग्छ यहाँ चाहिँ भ्यू मौरीले चाहिँ यहाँ चाहिँ भिरमौरीको गुँड छ यहाँ चाहिँ एकदम सर्रा लाएर मान्छे चढ्नु सक्दैन एकदम दामी छ है साथीहरू यहाँ चाहिँ होटल रेडी भइसकेको छ अब अर्को सिजनदेखि चाहिँ आउने सिजनदेखि चाहिँ सञ्चालन हुने अवस्था है यो चाहिँ स्राङदेला ठाउँ भनिन्छ यस्तो राम्रो छ नि एकदमै गाह्रो भइरहेछ साथीहरू हामी चाहिँ उकालोतर्फ लाग्दैछौँ एकदम
चिसो भए पनि हिँड्दाखेरि चाहिँ एकदम गर्मी गर्मी भएको छ। मौसम अलिकति खुलेको अवस्था छ। सो हामी चाहिँ अब यहाँबाट पैदल 2 घन्टा पछि चाहिँ हामी अर्को ट्रेकमा पुग्नेछौँ। साथीहरू हेर्दै गर्न होला भिडियो। पुरै बाटो घाटो यस्तो छ। यो चाहिँ एभरेस्ट रिजन जाने बाटो यही हो साथीहरू, हेर्नु सक्नुहुनेछ। सिमीहरू चाहिँ लेकतिर धेरै हुन्छ। यो चाहिँ सिमीको बोट हो साथी हो। हामी चाहिँ अब यात्राको क्रममै छौँ। हेर्नु सक्नुहुनेछ यताउता चाहिँ पुरै टिमुर लेकाली टिमुरको बोटहरू छ। हामी चाहिँ अब चियापानको लागि यता बस्दैछौँ साथी। हिमालयन शेर्पा हस्पिटल, यो चाहिँ जमफुटे भन्छ। यो चाहिँ एकदम रमाइलो ठाउँ पनि छ, भ्यूहरू नै रमाइलो छ। हेर्न सक्नुहुन्छ साथी हो, हेर्न सक्नुहुन्छ। हेलो साथीहरू, यहाँ चाहिँ टोकटोकको झरना देख्न सक्नुहुन्छ। कति राम्रो छ है, अनि देख्न सक्नुहुन्छ यो बर्खाको सिजनमा चाहिँ यति राम्रो हुन्छ। पानी ठुलो ठुलो होइन, धेरै आएर चाहिँ यो झरना चाहिँ यसरी राम्रो देखिन्छ है। पानी परेर अहिले चाहिँ छाता ओढिरहेको छ, अनि कस्तो राम्रो देखिने क्या यो छातामा चाहिँ। यो चाहिँ टोकटोकबाट ब्याङ्काल जाने बाटो चाहिँ एकदमै नमिठो बाटो। दाइले रेस्ट गरिराख्नु भएको छ, थाकेर रङरङ। जिन्दगी गाह्रो छ। उकालोको चढाइपछि रेस्ट गरिराख्नु भएको छ। हामी त टिमुर टेक्दैछौँ, लेकाले टिमुर यही हो। यो चाहिँ एरमाङ भन्छ। यही हो टिमुर चाहिँ, स्पेसल टिमुर लेकको हर्रै घाँसमा आउने साथीमा चाहिँ हेर्नु सक्नुहुनेछ। अनि बाटोतिर
दुधकोसी हेर्नुहोस् साथीहरू, हाम्रो दायाहरू चाहिँ यस्तै है, यस्तै यस्तो चिज चाहिँ खानु हुँदैन है। के खानु भएको होला, यस्तो चिज चाहिँ नखानु होला। यहाँ चाहिँ बेङ्गल झरना, रमाइलो ब्याङ्करको झरना, नाम पनि ब्याङ्कर, एकदम ब्याङ्कर छ है यो चाहिँ झरना चाहिँ, एकदम बर्खामा चाहिँ ठुलो झरना। खोला बढेर यति ठुलो भयो, कति विरक्त लाग्छ। के भयो दाइ? ए साथीहरू, यो चाहिँ पुरानो पहिला ढाक्रेहरू बस्ने ठाउँ। यहाँ चाहिँ खाने बस्ने सुत्ने ठाउँ हो। पहिलाको ढाक्रेहरू यहीँ सुत्ने खाने काम गर्थ्यो। अहिलेको मान्छेहरू चाहिँ यस्तो छैन। पहिलाको ढाक्रेको घर यही हो, ढाकर बोक्नेहरूको। साथी हो, राम्रो पर्छ नि।
सन्चो पुग्ने बेलामा गएको पुल यस्तो राम्रो होला। यहाँ चाहिँ हिउँदोमा चाहिँ कस्तो राम्रो झरना जस्तै हुन्छ त्यहाँनिर। अहिले चाहिँ खोला बढेर यस्तो देखिरहेको हजुर। फाइनल्ली गाइज हामी चाहिँ अब मन्जु भन्ने ठाउँ आइसकेका छौँ। केही अगाडि मात्र हाम्रो लज पुग्दैछौँ। आजको यात्रा चाहिँ यहीँसम्म हुनेछ साथी हो। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। फाइनल्ली गाइज मेरो चाहिँ अब यहीँसम्मको यात्रा, मेरो लज चाहिँ यहीँ हो, यहीँसम्मको यात्रा हो। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथी हो भन्दै आजको यात्रा चाहिँ यहीँसम्मको हो। सो साथी हो लाइक कमेन्ट गर्न नबिर्सिनु होला। बाई बाई, अर्को भिडियोमा फेरि भेटौँ ल। बाई बाई।